यस्तो मिठो काँचो आँप सादीको मैले बनाउँछु भनेर मैले सोचेको पनि थिएँ। टिकटकमा दिएको रेसिपीको भरमा चाहिँ मैले यो काँचो आँप बनाउन लागेको छु। यस्तो मिठो खाम लाग्ने गरी बनाउने के टिकटकमा, अनि त्यो हेर्दा हेर्दा मलाई पनि खाम लागेर चाहिँ कताबाट खोजेर ल्याएको यो काँचो। मेरो ड्याडीलाई चाहिँ सिलौटामा पिसेको त्यो चटनीमा मोलेर खानु मन लाग्यो भन्नुभएको थियो है। अब मलाई सिलौटा पिस्न कसले सिकाइदिने, तर पनि ल हुन्छ जस्तो तसो बनाउँला नि भनेर भाइले र मैले चाहिँ ट्राई गर्दै थियौँ। ऊ भाइको पारा त त्यस्तो, मैले चाहिँ जस्तो तसो गरी यति चाहिँ पिसेँ। आँप राखेर पिस्न खोजेको त ल हेर्नुहोस् है, कोही उत्तर कोही दक्षिण कोही पूर्व पश्चिम पुगेर मलाई त हैरानै बनायो। फर्स्ट टाइम सिलौटा चलाएर होला, मलाई त त्यो सिलौटाको डल्लाले यति हात दुखा थियो, तर पनि जस्तो तसो गरी यतिको बनाएँ। अनि चिनी नि राख्यो भने मिठो हुन्छ भनेर हाम्रो घरमा चिनी सकेको, मैले ड्याम हानेर त्यो चिनी निकाल्ने ट्राई गरेँ। फाइनल्ली काँचो आँप सादीको चाहिँ यस्तो भयो। अब चाहिँ पालो मामु र ड्याडीलाई दिने, अनि ड्याडीलाई दिएको मिठो छ अरे, मम्मीले पनि मिठै छ भन्नुभयो। त्यसपछि त मलाई चुप्पा दिएर म मक्ख परेँ। त्यसपछि मैले खानातिर लागेँ।